गायक तथा कलाकार प्रशान्त तामाङका परिवारका सदस्यका अनुसार उनको हृदयघातका कारण अचानक निधन भएको हो। प्रशान्त घरका एकमात्र छोरा थिए। कोरोनाका बेला आफू दिल्लीमा रोकिएको र उता दार्जिलिङमा आमाको निधन भएपछि अन्तिम समयमा आमालाई भेट्न नपाउँदा यो वियोगलाई जीवनकै ठूलो पछुतो मान्दथे। उनले आफ्नो 3 वर्षे छोरीमा आमाको प्रतिबिम्ब देख्छु भन्ने गरेका थिए र आफ्नो छोरीलाई धेरै नै माया गर्थे। छोरी भन्दा खुसीले हुरुकी हुने प्रशान्त छोरीसँग बस्नेका लागि धेरै प्रोग्रामहरू रद्द गर्ने गरेका थिए। हाल उनी सलमान खान अभिनीत फिल्म ब्याटल अफ गलवानमा अभिनयरत थिए। यो चलचित्रको डबिङ समेत बाँकी रहेको बेला यस्तो दुखद घटना घटेको हो। गायक तथा कलाकार प्रशान्त तामाङका परिवारका सदस्यका अनुसार उनको हृदयघातका कारण अचानक निधन भएको हो। प्रशान्त घरका एकमात्र छोरा थिए। कोरोनाका बेला आफू दिल्लीमा रोकिएको र उता दार्जिलिङमा आमाको निधन भएपछि अन्तिम समयमा आमालाई भेट्न नपाउँदा यो वियोगलाई जीवनकै ठूलो पछुतो मान्दथे। उनले आफ्नो 3 वर्षे छोरीमा आमाको प्रतिबिम्ब देख्छु भन्ने गरेका थिए र आफ्नो छोरीलाई धेरै नै माया गर्थे। छोरी भन्दा खुसीले हुरुकी हुने प्रशान्त छोरीसँग बस्नेका लागि धेरै प्रोग्रामहरू रद्द गर्ने गरेका थिए। हाल उनी सलमान खान अभिनीत फिल्म ब्याटल अफ गलवानमा अभिनयरत थिए। यो चलचित्रको डबिङ समेत बाँकी रहेको बेला यस्तो दुखद घटना घटेको हो।